खासमा विद्यार्थी कलेज किन जाने हो, युनिभर्सिटी किन जाने हो, पढ्नको लागि जाने हो हैन र। पढाइभन्दा त्यहाँ राजनीति बढी हुन्छ भने त्यस्तो पढाइ चाहिँ नि के काम। नेपालमा पढाइको महत्त्व बुझ्न नसकेका भनेका यिनै राजनीतिक मा लागेका र राजनीतिमा पनि यस्ता सङ्गठनहरू खोलेर बसेका व्यक्तिहरूलाई चाहिँ नि पढ्न मन लाग्दैन। यिनीहरू सोच्छ होला कि हामी अब जिल्ला चक्कडै गरिसकेपछि चाहिँ नि हामीले नपढे पनि पोस्ट पाइहालिन्छ नि भन्ने सोचेका होलान्। अब यो एमालेको सरकार रहेन, यो काङ्ग्रेसको सरकार रहेन। अब एउटा पढेको मान्छेको सरकार आएको छ, जनताले रोजेर उसलाई क्याबिनेटमा पठाएको छ। अब चाहिँ नि यो विद्यार्थी सङ्गठनलाई चाहिँ नि जरैबाट उखेलेर फाल्नुपर्छ भन्ने जुन बालेनको यो रट्टो छ नि त्यो सही पनि छ र हुन पनि पर्छ। किनभने विद्यार्थी सङ्गठनले आजसम्म कुनै पनि अब यो अघिल्लो आन्दोलनमै भनौँ न, जुन नेपोबेबी र भ्रष्टाचारको विरुद्धमा जनता सडकमा आयो तर यो विद्यार्थी सङ्गठन आएन। मतलब यिनीहरू पार्टीगत हिसाबले चल्ने संस्था हो र चलेको संस्था हो विद्यार्थीहरू नै। त्यसैले चाहिँ नि हामीलाई के लाग्छ भन्दा विद्यार्थी सङ्गठन खारेज हुनैपर्छ। यो हामीलाई मात्रै लागेको होइन, हाम्रो नेपालमा युनिभर्सिटीमा पढ्ने जति पनि विद्यार्थीहरू छन् नि उनीहरूको मनमा पनि यही छ, विद्यार्थी सङ्गठन हामीलाई काम छैन भनि नै रहेका छन्। यो भिडियो सुन्नु होला। पढाइ भन्दा पनि धेरै राजनीतिक भइरहेछ, अब पढाइमा डिस्टर्ब भइरहेछ। हरेक क्याम्पसबाट दलगत राजनीतिक युनियनहरूलाई खारेज गर्ने हो भने म सरकारको कदम चाहिँ एकदम स्वागत योग्य छ भन्छु। हामी राजनीति गर्न आएकै होइन, पढ्न आयो, हामी हामीलाई चाहिँदैन। अहिलेको अवस्थामा चाहिँ बालिन सरकारले गरेको चाहिँ धेरै राम्रो हो। बालिन सरकारलाई चाहिँ एकदम सल्युट नै छ, हामीले नै चुनेर पठाएको हो होइन। कहिले अब नेभीसँग आएर त्यहाँनिर त्यो लफडा गरिदिन्छ, कहिले अनेर सुभ्याइदिन्छ। मेन कुरो पढाइ हुनुपर्ने, पढाइ त छैन। दलले जुनसुकै बेला पनि चाहेको बेला विद्यार्थी सङ्गठनहरूलाई प्रयोग गरिराखेको देखिन्छ।